र हजुरलाई मेरो रिक्वेस्ट पनि छ, यो भिडियो अब बोल्दा बोल्दाखेरि कहानी जति पनि मेरो व्याथाहरू छ त्यो पोखाउँदाखेरि लामो भइहालेको छ र म आशा गर्नेछु यो सुनिदिनुहुन्छ भनेर। यो मेरो मात्रै व्याथा होइन, सम्पूर्ण हाम्रो पहाड तराई डुवर्समा बसोबास गर्ने जति पनि हामी गोर्खाली जो चाहिँ लाउरे हुन्छु भनेर जसले सपना बोकेको छ उनीहरूको व्याथा हो। हुन त जति पनि हामी भुपु सैनिक सबैको व्याथै हो। आज हामीले समयमा यो प्रकारको बुद्धि पुर्याउन भने तपाईँ हामी दिन प्रतिदिन विलिन हुँदै जान्छौँ र त्यसको लागि चाहिँ अब हाम्रो 1070मा चाहिँ हाम्रो गोर्खालीको लागि चाहिँ पर्सेन्टेज नहोस् भनेर चाहिँ हामीले आजभन्दा लगभग 3 महिना अगाडिदेखि नै हामीले यो प्रोसेस हालेको थियौँ र हामीले जति पनि हाम्रो जिटिए क्षेत्रमा पनि यो बातहरू हाम्रो भएको थियो, उहाँहरूले पनि हामीलाई धेरै सहयोग गर्नुभएको छ र जति पनि लोकल हाम्रो मिरिकको जति पनि शुभचिन्तकहरू हुनुहुन्थ्यो, हाम्रो बुद्धिजीवी हुनुहुन्थ्यो, त्यसमा हाम्रो चेयरम्यान साहब हुनुहुन्छ एलबी दाजु, उहाँहरूको सबैको सल्लाह मसौदा हामीले के गर्नु कसो गर्नु गर्दै लाँदाखेरि हामीले माननीय हाम्रो सांसद राजु विज्यूलाई हामीले एउटा बिन्ती पत्र चढाएको थियौँ कि म खुदै प्रदेश सेना भएको कारणले गर्दा म लगायत जति पनि मेरो टिम जति पनि हुनुहुन्छ, म भए विधान गुरुजी भयो, शरद भयो, जति पनि हामी छौँ, हामी प्रदेश सेनाको तर्फबाट हामीलाई लागेको कुरा चाहिँ उहाँ हामीले यो पोखाएको कि हामीले माननीय सांसदज्यूलाई यो कुरा हामीले राखेको थियौँ कि आइन्दादेखि जो भर्ती हुन्छ त्यो भर्तीमा चाहिँ गोर्खालीको लागि चाहिँ पर्सेन्टेज देखि चाहिँ अलिकति टाढो राखिदिनुपर्छ, नत्र भने हाम्रो गोर्खालीहरू भर्ती हुँदैन। यस विषयमा चाहिँ तपाईँले विचार पुर्याइदिनुहोस् भनेर हामीले उहाँलाई बिन्ती पत्र चढाएको छौँ। त्यही फलस्वरूप चाहिँ उहाँले हिजो बुधबारको दिन माननीय हाम्रो रक्षा मन्त्रीज्यूलाई र हाम्रो सिडिएस साहबलाई, अनिल चौहान साहबलाई, जो चाहिँ हाम्रो 11 जिआरकै हुनुहुन्छ, 611 जिआरको, जो चाहिँ म पनि प्राति 107 इन्फन्ट्री बटालियन टी हामी 11 जिआरकै र हाम्रै एउटा कुलपित्र हुनुहुन्छ उहाँ, र उहाँ कुलपित्रलाई यो कुरा हामीले राखेको कारण चाहिँ यो, किनभने यो त हाम्रो गोर्खाली पल्टन हो नि त। आज उहाँले पनि गोर्खालीको लागि सोच्नु भन्दा फेरि कसले सोच्दिने फेरि, यो हो नि त कुरा त। अब उहाँको टेन्डर सक्नु आँटेको छ, यति बेला उहाँले यो हाम्रो गोर्खालीको लागि चाहिँ के अरे सोचिदिनु भएन भने चाहिँ कसले सोचिदिने। र त्यसमा हाम्रो अब हाम्रो माननीय एमपीज्यूले पनि अब यो विषयमा धेरै ध्यान दिनुभयो र विश्वास पनि दिलाउनु भएको थियो हामीलाई यो कुरा म गरेरै छाड्छु भनेर, र सम्बन्धित निकायमा उहाँले पुर्याउनु भयो। उहाँलाई हाम्रो एकदमै सम्पूर्ण टिमको तर्फबाट आन्तरिक हृदयबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र जति पनि हाम्रो जिटी क्षेत्रको हाम्रो जिटी चिफ हाम्रो जुन जिटी चिफ उहाँलाई पनि हामी धेरै धेरै उहाँलाई हामी धन्यवाद दिन चाहन्छौँ। उहाँहरूको माध्यमले गर्दाखेरि हामी धेरै कुरो गर्न पायौँ। तर यो चाहिँ जुन एउटा प्रादेशिक सेनाको व्यथा हो, सँगसँगै एउटा हामी गोर्खालीको व्यथा पनि हो र यो अहिले अब पर्सेन्टेजको बारेमा बातचित भइरहेको छ र आउँदो अब यो नोभेम्बरको भर्तीमा चाहिँ जहाँसम्म अब हामीलाई एउटा आशा छ यो पर्सेन्टेज लागू हुँदैन भनेर। यदि यो लागू भएन, पर्सेन्टेज यानि कि चाहिएन भने चाहिँ सिधा भाषामा अब हाम्रो नानीहरूलाई अगाडि पर्सेन्टेजको लागि खोजी भएन भने चाहिँ यो पालिको भर्तीमा चाहिँ हाम्रो प्रदेश सेनाको यानि कि 107 टिएमा चाहिँ बढचढ गरेर भाग लिनुपर्ने छ। किनभने हाम्रो पल्टन हो नि त यो त, हाम्रो बाउ बाजेले पल्टन खडा गरेको, जब 1960 सालमा पल्टन खडा गरेको, यसमा चाहिँ हाम्रो बाउ बाजेले पिटिसु लगाएर, रातो पिटिसु हुन्थ्यो पहिला, र टायरको चप्पी लगाएर चाहिँ घुम जोरबङ्गलाबाट चाहिँ नि आटा चामल कोइला बोकेर चाहिँ जलपाडमा लगेर चाहिँ हाम्रो बाउ बाजेहरूले जति पनि हाम्रो जुजु बराजुहरूले उहाँहरूले पल्टनलाई एउटा खडा गर्नुभयो। के आज हामीलाई पाप लाग्दैन? आज हामीले यो कुरा चाहिँ अगर हामीले समय बुद्धि पुऱ्याउनु भने उहाँहरूले हामीलाई सरप चाहियो। हाम्रो जिजु बराजुले हाम्रो जति पनि पिता पुर्खा हाम्रो कुलले चाहिँ हामीलाई सरप छ हजुरहरू। त्यो कारणले मलाई घोचेको यहाँ, मलाई केही पनि मतलब छैन। तर कति मान्छेले भन्छ अब भन्छ खुट्टा ताने त कति हुन्छ किन हो, हामीले नराम्रो काम त केही पनि गरेको छैनौँ नि त, गोर्खालीको लागि त गरेको, हामीले कसको लागि गरेको हो यो। तर खुट्टा तान्ने चाहिँ हामीलाई नै, हामीले किन हो, हामी त के भन्छ अचम्म लाग्छ, हामी घरका लाउनेले कसैको भविष्य त बिगार्दैछौँ न, भविष्य बनाउने कोसिस गर्दैछौँ, फेरि पनि किन खुट्टा तानेको हामीलाई। यो चाहिँ मैले के भन्छ मेरो व्यथा पोखाउँदैछु। र अब यो के चाहिँ आउने सिजनमा जति पनि अब आउने भर्तीमा चाहिँ सायद यो छैन होला,
र अर्को कुरा यो त अब टिएको भर्ती भइहाल्यो र ओडिसामा जति पनि हाम्रो दार्जिलिङको नानीहरू गएको थियो भर्ती प्रक्रियामा ओडिसा पुलिसमा त्यसमा हाम्रो दार्जिलिङको नानीहरू धेरै सेलेक्सन भएको थियो तर मेरिटमा हाम्रो कसैको नाम आएन किन त्यसमा फेरि नेपालको नागरिकहरू त्यसमा आएर त्यहाँ भर्ती गरेको छ कि संविधानमा त्यसमा चाहिँ ओडिसा पुलिसमा चाहिँ नेपालको भर्ती गर्नुपर्छ संविधान लेखेको छ र यो हामीलाई त क्लियरिफिकेसन गर्नु पर्यो त हाम्रो जति पनि गृह मन्त्रालयबाट यो चिज हामीलाई त क्लियर गर्नुपर्छ किनभने त्यो भ्याकेन्सी त गोर्खालीको हो नि त हाम्रो गोर्खालीको भारतभरि छरिएर बसेको गोर्खालीको भर्ती हो नि त हाम्रो भर्ती दार्जिलिङको नानीहरूमा हाम्रो देशमा सेलेक्सनै भएको छैन हरेक कुरा रनिङमा फर्स्ट जम्मै कुरोमा फर्स्ट भएको छ भाइबा भन्ने चिज भाइबा कसरी राख्छ रिटर्न टेस्ट गराउ न रिटर्न टेस्ट किन गराएन भाइबा गर भाइबा त मेरो मर्जी मैले लेखेको भाइबा के भने कसो भने जति मार्क्स दियो नि दिँदा भयो नि त भाइबा राख्छ अस्कल राख्दैन भाइबा यो बहुत ठुलो कुरो छ यसमा र सबैले बुझ्नुपर्छ हजुरहरूले यो हामी यसको लागि अगाडि बात राख्छौँ हामीले समय नीतिकामा कहाँ हुन्छ हामी जिटिए चिफलाई राख्छौँ हामीले हाम्रो माननीय मुख्यमन्त्री हाम्रो सुश्री ममता ब्यानर्जीलाई यो कुरा राख्छौँ हामीले यो कुरा किनभने हाम्रो दार्जिलिङको नानीहरू अगर भर्ती भएन त किन हाम्रो कोटा हो नि त त्यो त हाम्रो कोटामा किन फेरि अरूले खेलबाड गर्दैछ फेरि किन हाम्रो सेलेक्सनमा 2 जना 3 जना 5 जना त कमसेकम सेलेक्सन हुनुपर्ने किन भएन के कारणले अहिले म अरूले आफ्नो निकायबाट त्यसमा सम्बन्धित निकायबाट अगाडि गरिरहेको छ कारबाही मेरो एउटा यो सब्जेक्ट पनि छ र हामी जति पनि भूपू सैनिक मात्रै होइन पाहाड जाग्नुपर्छ हजुरहरू यो विषयमा तपाईँ हाम्रो छोराछोरीको हक अधिकार बिचमा प्रब्लम हुँदैछ यसमा याद गर्नुहोस् सबै लाउरे हुनुपर्छ भन्ने कुरो त होइन अब जो प्रकार राम्रो पढा लेखा छ उनीहरू डक्टर बनिनुपर्छ इन्जिनियर बनिन्छ राम्रो अब टिचर बनिनुपर्छ साइन्टिस्ट बनिनुपर्छ नि तर जसले चाहिँ अब सबै त साइन्टिस्ट भएन त बनिने कोसिस गर्नु पर्यो साइन्टिस्टले डक्टर बनिने कोसिस गर्नु पर्यो तर जसले चाहिँ फेरि लाउरे हुन्छु भने चाहिँ देशको रक्षा गर्छु भनेर चाहिँ सोच बनाएको छ उनीहरूको लागि त हामीले केही न केही त गरौँ न सबैले मेरो यो आह्वान छ जति पनि बुद्धिजीवीहरूलाई मेरो रिक्वेस्ट छ तपाईँहरूले विषयमा चर्चा परिचय गरिदिनुहोस् हामी एउटै मात्रै होटिटाउनले संसार थाम्दैन सबै मिलेर गर्नुपर्छ यो कुरा अब आउने जुन फेरि यो जुन अब जति पनि हाम्रो जिआर पल्टन छ जिआर पल्टनमा पनि मिक्स गर्दैछ हेर्नुहोस् राम्रो बुझ्नुहोस् तपाईँहरूले यसमा भोलिको दिनमा के भन्छ हामी कहाँ कुन दुल्यमा कता जाँदैछौँ त्यति बेला कुन चाहिँ बाटो मोडिँदैछौँ याद गर्नुहोस् अरू जति पनि जिआर छ फर्स्ट जिआर छ सेकेन्ड जिआर छैन थर्ड जिआर छ फोर्थ जिआर छ 5 जिआर छ 6 जिआर छैन 7 जिआर छैन 8 जिआर छ 9 जिआर छ 10 जिआर छैन 11 जिआर छ त्यसमा टिए छ अरू छ हाम्रो यता सिक्किमिसहरू छ तर यसमा त हाम्रो गोर्खाली भर्ती हुनुपर्ने हो नि त भारतभरि छरिएर बसे गोर्खाली भर्ती हुनुपर्ने त्यसमा पनि हामीले जुन पाउनुपर्ने सहुलियत छ जुन प्रकारको हाम्रो नानीहरूले एउटा भर्ती प्रक्रियामा हाम्रो जुन कोटा हुन्छ त्यसमा त्यो कोटा हामीले सम्पूर्ण परिपूर्ण पाएको छौँ न पाउनुपर्छ हामीले किनभने हामी त दार्जिलिङकोले त हामीले त एउटा भारतको जुन एकदम युट्ट हामी पार्ट अफ बडी यानि कि अङ्गा बसौँ त हामीले जुन हाम्रो बाजे बजु जति बाजेहरूले जति पनि हाम्रो जुजु बराजेहरूले देशको लागि कति प्रकारको कस्तो कठिनाइहरू झेलेर कस्तो भारतमा स्वतन्त्र हुनको लागि हामीले त्यसमा एउटा भाग लिएको थियो पार्टिसिपेट गरेको थियो आज हामी खोइ के भयो हामीले आफ्नो म त कमसेकम भर्ती हुन पाऊँ किन नभएको हेरिहाल्नुहोस् होला र मेरो यो चाहिँ त सबैलाई मेरो बिन्ती छ र अर्को कुरो जति पनि यो मेन अब आउने दिनहरूमा भर्तीको लागि चाहिँ अब हामी सबै जति पनि बुद्धिजीवी सबैले हामीले यसमा अलिकति बुद्धि त पुर्याउनै पर्यो होइन अब जसमा र जतिमा हामीले गर्नुपर्ने अब सबै नानीहरूलाई हामीले ट्रेनिङ गर्नुपर्छ भन्ने कुरो त होइन तर पनि अब जति पनि गाउँ घरमा जो पनि छ पहाड बस्ती जहाँ पनि छ सबै नानीहरूले घरमै बसी अहिले अब पढ्नु नपढेर केही पनि हुँदैन नानीहरू अर्को कुरो दुःख लाग्दो कहाँ कहानी फसिरहेको छ भने हेर्नुहोस्
हाम्रो नानीहरू एसएससी कि सिआरपी बिएसएफ आसाम राइफल सेफ जति पनि होमकोमा छ नि सेलेक्सनै हुँदैन दार्जिलिङको नानीहरू पढाइमै सेलेक्सन हुँदैन रिटर्न टेस्टै पास गर्दैन सोध्नु सबैलाई सबमा सोध्नु आसाम राइफल भनेको त गोर्खाली उत्पत्ति गरेको पल्टन हो आज हेर्नुहोस् आसाम राइफलमा गोर्खालीहरू छ र दिन प्रतिदिन लुप्त हुँदै जाँदैछ कहाँ जाने के गर्ने अब हामी के हामी के चाहिँ बेङ्गलोरमै के चाहिँ उसमा बेङ्गलोर दिल्लीमै हामी के चाहिँ सिभिल कामहरूमै हामी गर्नु हाम्रो छ नि त त्यसमा हामीले गर्नुपर्ने जुन एउटा छ त्यसमा चाहिँ हामीले भाग लिनु पाऊँ भन्ने एउटा उद्यम राख्नुपर्नेछ र सबैलाई मेरो रिक्वेस्ट छ अब सबैले गाउँघरमा जहाँ भए पनि जे भए पनि अलिकति सबैले यो आउँदो भर्तीमा चाहिँ जुन अग्निवीरको र टिएको भर्तीमा चाहिँ एकदमै दुःख गरेर बढचढ गरेर हामीले हाम्रो जग्गामा हाम्रो कोटामा जति पनि हामीले आफ्नो जग्गामा बस्नुपर्ने त्यसमा चाहिँ हामी पूर्ण रूपमा हामीले त्यसलाई फुलफिल गर्नुपर्ने छ र मेरो रिक्वेस्ट छ सबैलाई र सम्पूर्ण गार्जियनलाई पनि रिक्वेस्ट छ यो मेरो भिडियो धेरै लामो भयो र आउने दिनहरूमा फेरि पनि म हजुर समक्ष मेरो हुन त मेरै हो मेरो मात्रै नभएर गोर्खालीको यो एउटा व्याथाहरू बोकेर आउने गर्नेछु र हजुरहरूको एउटा सल्लाह मसौदा जे पनि छ त्यसको म आशा अपेक्षा साच्दैछु मलाई तपाईँहरूले एउटा दाजु भन्नुहोस् काका भन्नुहोस् या भाइ भन्नुहोस् बत्ती जे पनि भन्नुहुन्छ तपाईँहरूको साइन अनुसार होइन मलाई तपाईँहरूले के भन्छ आशीर्वाद दिनुहोस् र के भन्छ र एउटा तपाईँहरूको सल्लाह मसौदा पनि चाहिन्छ र तपाईँहरूले मलाई भन्नुहोस् फेरि हामीले कसरी अगाडि हाम्रो छोराछोरीको लागि एउटा भर्ती प्रक्रियामा कसरी भाग लिनुपर्छ के गर्नुपर्छ त्यो सम्पूर्ण कुरो डिटेल जानकारीहरू मैले तपाईँहरूलाई दिन सकौँ भन्दै आउने दिनहरूमा फेरि राम्रो राम्रो जुन अब एउटा लाउरी हुनुको लागि जुन प्रकारको एउटा सोचहरू राखेको हुन्छ त्यो तपाईँहरू सेयर गर्नेछु र यो जति पनि अहिले मैले हजुर समक्ष कुरा राखेकोमा काहीँ मेरो गल्ती भयो होला काहीँ केही होला होइन त्यसमा चाहिँ हजुरहरूले मलाई क्षमा गरिदिनुहोस् किनभने मेरो व्याथा पोखिरहेको छ मलाई एकदम मलाई मुटुमा लागेको चिजहरू त्यो कारणले मैले पोखेको मलाई चाहिँ आँसु हुन्छ नि त त्यो कारणले गर्दाखेरि र सबैले आँसु सुहाउने कोसिस गर्नुपर्छ मुटुमा लगाउनुपर्छ किनभने हामीलाई घोच्नुपर्छ हामीलाई पाप लाग्छ उहिलेको अब जब के चाहिँ हाम्रो जुजु बाजेहरू हुनुहुन्छ उहाँले हामीलाई सराप्नेछ धन्यवाद।